हजुरहरूलाई यो मेरो च्यानलमा स्वागत भन्न चाहन्छु। अनि यदि तपाईहरुले यो भिडियो अथवा भिडियोलाई चाहिँ एउटा अडियोको रूपमा चाहिँ पडकास्टदेखि चाहिँ सुनिरहनु भएको छ भने हजुरहरूलाई पनि स्वागत भन्न चाहन्छु। र आजको विषयवस्तु आज के को बारेमा गफ गर्छु भन्दाखेरि हामी कमन सेन्सको बारेमा गफ गर्छौँ। नेपालीबाट चाहिँ सामान्य ज्ञान भनिन्छ। अनि यसको बारेमा गफ गर्नुभन्दा अगाडि म के भन्छु भने हजुरहरूलाई यदि तपाईहरुले भिडियो हेर्नु हाम्रो दर्शकहरूलाई चाहिँ के भन्न चाहन्छु भने भ्युअर्सहरूलाई के भन्न चाहन्छु भने यदि तपाईहरुलाई लाग्छ कि यो भिडियोले केही समाजको लागि अगाडि बढाउनको लागि सहयोग गर्छ र समाजलाई राम्रो सकारात्मक रूपमा चाहिँ अगाडि बढाउन सक्छ, कम्युनिटीलाई चाहिँ यो भिडियोले गर्दाखेरि चाहिँ एउटा केही नयाँ सन्देश दिन सक्छ, दिइरहेको छ भन्ने तपाईहरुलाई लाग्छ भने मेरो च्यानललाई सब्स्क्राइब गरिदिनुहोस्। अनि त्यस्तै भिडियो पपुलारिटी होस् भन्ने आधारमा चाहिँ हजुरहरूले पपुलारिटी होस् भन्ने लाग्छ भने तपाईहरुलाई लाइक्सहरु लगाउनुहोस् हैन। साथसाथै कमेन्टहरु पनि गर्नुहोस्। कमेन्टहरु भनेको हामी इन्भल्भमेन्ट भन्छ। हामी एउटा संलग्न हुने एउटा सबैजना मिलेर अगाडि बढ्नु पर्ने कुरा हो। समाजलाई अगाडि बढाउनको लागि म एक्लैले मात्रै हुने कुरा होइन। यदि तपाईहरुले यो मेरो भिडियोहरुलाई चाहिँ हेर्नु भएन भने अनि साथसाथै यदि भिडियो त हेरिन्छ तर त्यसमा अब इन्भल्भमेन्ट छैन भने त्यति साह्रो कतिवटा कुराहरू अगाडि बढ्न सक्दैन। अलिकति अप्ठ्यारो हुन्छ। अगाडि बढ्न सक्दैन भन्दा पनि अलिकति अप्ठ्यारो हुन्छ मलाई। कुरा त्यो छ। अनि त्यही हो, आज कमन सेन्सको बारेमा म गफ गर्छु। कमन सेन्सको बारेमा गफ गर्नु पर्दाखेरि कमन सेन्स हामीहरूलाई धेरै आवश्यक पर्छ। कमन सेन्स यदि हामीहरूले हाम्रो जिन्दगीमा लागू गरेको छौँ भने धेरै कुराहरू सल्भ हुन सक्छ। कम्युनिटीको, हाम्रो यो समाजको, घर परिवारको आफ्नै पनि धेरै समस्याहरू समाधान गर्न सक्छौँ हामी यदि हामीले कमन सेन्स राम्रोसँगले लगाएको छौँ भने, एउटा सामान्य ज्ञानलाई चाहिँ हामीले बुझ्ने कोसिस गरेको छौँ भने कुरा त्यसरी छ। अनि कमन सेन्सको कुरा गर्दाखेरि अनि अर्को कुरा के छ भने म यो प्रोग्राममा यो शब्दहरू यो विषयवस्तुको जुन एउटा मेन विषयवस्तु छ आज कमन सेन्सको बारेमा, सामान्य ज्ञानको बारेमा यो शब्द चाहिँ म दोहोऱ्याइ गर्छु कतिवटा कुरामा। किन भन्दाखेरि यो प्र्याक्टिस होस् भन्ने हिसाबमा हामी अहिले यो प्रोग्राम, यो भिडियो हेर्नु र सुन्नुको मुख्य कुरा के छ भन्दाखेरि हामीले यो जुन कुराहरूलाई मैले भनिरहेको छु कमन सेन्स, यो चाहिँ हामी लागू गर्नको कोसिस गरिरहेको छौँ। यो हाम्रो जिन्दगीमा चाहिँ यसलाई चाहिँ हामीहरूले कसरी चाहिँ लगाउने त भन्ने कुरा हो। अनि त्यसलाई चाहिँ हामीले प्र्याक्टिस गरे जस्तो हो, एउटा मेडिटेसन गरेको जस्तो। मेडिटेसन गर्दाखेरि हामी हात खुट्टा जोडेर प्लेटी मारेर बसेर मात्रै मेडिटेसन हुन्छ भन्ने कुरा होइन। हामीले आँखा खोलेर पनि मेडिटेसन गर्न सक्छौँ अहिलेको समयमा त्यस्तो पनि हुनुपर्छ। अनि यो चाहिँ एउटा त्यही हो, हामीले मेडिटेट गरे जस्तै हो। हामीले यो कुरालाई लागू गर्नु पर्दाखेरि, एउटा प्र्याक्टिस गर्नु पर्दाखेरि, यो सामान्य कुरालाई प्र्याक्टिस गर्दाखेरि, मेडिटेट गर्दाखेरि यो कतिवटा कुराहरू दोहोरिन्छ। अनि त्यही हो, लागू होस् भनेको भनेर नै कतिवटा कुराहरू दोहोऱ्याइरहेको हुन्छु म प्रायः जसो। अनि
तपाईँहरूले भिडियो हेर्दै कतिवटा कुराहरूमा अलिकति अलमल्ल हुनुभयो भने भिडियो स्टप गर्नुहोस्, पज गर्नुहोस् भिडियोलाई, अनि विचार गर्नुहोस् एकछिन बसेर के चाहिँ भनिरहेको छ त, के चाहिँ भइरहेको छ त भनेर सोच्नुहोस्। कसरी चाहिँ अगाडि बढ्ने त, यो कुरालाई हेरेर चाहिँ तपाईँहरूले नि सोच्न सक्नुहुन्छ। यो कुराहरूलाई एउटा के भन्छ नि, इन्डिपेन्डेन्ट माइन्डसेट भन्छ। अलिकति आफ्नै म थाहा छैन नेपालीमा के भनिन्छ, तर इङ्ग्लिसमा चाहिँ त्यो इन्डिपेन्डेन्ट भन्दाखेरि चाहिँ आफ्नै स्वेच्छा भन्छ, अथवा आफ्नै हिसाबले व्यक्तिगत हिसाबमा तपाईँहरूले यो कुराहरू लागू गर्न सक्नुहुन्छ। अनि विशेष रूपमा त्यही इम्प्लिमेन्ट गर्न सकिन्छ र यो कमन सेन्सलाई। अनि कुरा के छ भने भिडियोहरू सेयरहरू गर्नुहोस्। यो भिडियोहरूलाई के छ भन्दाखेरि अरू मान्छेहरूले पनि अब हामी एक्लै दुईजनाले मात्रै हुने कुरा होइन, सबै धेरै मान्छेहरूले कुरा बुझ्नुपर्ने हुन्छ। यो गाउँको एटलिस्ट 80-90% 80-90% मान्छेहरूले चाहिँ जानेको हुनुपर्ने हुन्छ यो कुराहरू के भइरहेको छ त भन्ने कुरा। एकजनाले मात्रै हुन्थ्यो भएको कारणले गर्दाखेरि तपाईँले सेयर गर्नुहोस्। भिडियोमा यदि टिभीमा लगाएर पनि हेर्न सक्नुहुन्छ भने लगाएर हेर्नुहोस् यो भिडियोलाई। अनि थुप्रैजना मिलेर हेर्न सकियो भने, सुन्न सकियो भने धेरै राम्रो, समाजलाई अगाडि बढाउनका लागि धेरै सजिलो हुन्छ। कमन सेन्सको कुरा गर्दाखेरि हामी जस्तै देशमा भ्रष्टाचारहरू भइरहेको हुन्छ, अगाडि बढ्न सकिरहेको हुँदैन देशहरू, अनि गाउँघरहरू अलमल्लमा परेको हुन्छ, के भइरहेको छ थाहा हुँदैन। थाहा त हुन्छ तर यस्तो भइरहेको छ भनेर त थाहा हुन्छ, तर किन चाहिँ भइरहेको छ त, के चाहिँ गर्ने त भन्ने कुरा हो। हामीले प्रायःजसो दोष दिने भन्छ, यो नेताले गर्दाखेरि देश बन्नेन भन्ने कुरा मात्रै आउँछ कोही बेला। यो ठगहरू रहेछ कता के। तर यस्तो खालको अब जस्तै एउटा राम्रो क्षमता भएको एउटा नेता भन्छ, अब छैन भने त्यस्तो नेतालाई चाहिँ अर्को पालि चाहिँ अर्कोचोटि चाहिँ कुर्सीमा बस्न दिने कि नदिने, कसरी चाहिँ नदिने त। अब के चाहिँ गर्नुपर्ने त्यस्तो खालको राजनीतिक नेता चाहिँ कसरी चाहिँ नआओस् त भन्ने कुरा हो। त्यसको लागि के गर्नु पर्यो भन्दाखेरि एउटा कमन सेन्स लगाउनु पर्ने हुन्छ। के गर्दाखेरि चाहिँ अब त्यस्तो नहोस् त भन्ने कुरा हो। भ्रष्टाचार अनि ठगहरू हुन्छ, सबै प्रायःजसो हामी कमन सेन्स लाउँदैन। अनि कमन सेन्स नलाएपछि के हुन्छ भन्दाखेरि कुरा राम्रो परिणाम हुँदैन। कतिवटा कुराहरू हामीले कमन सेन्स लगाएको छौँ, राम्रोसँग नलगाएपछि के हुन्छ भन्दाखेरि त्यो कुराहरू नराम्रो कुराहरू दोहोरिरहन्छ, नराम्रो मान्छे आइरहन्छ, देश चलाउने कोसिस गरिरहन्छ। र त्यो जहाँ पनि त्यस्तै हो, जुनै देशमा पनि, इन्डिया होस्, नेपाल होस्, बङ्गलादेश होस्, जता पनि त्यही हो। तर कमन सेन्स चाहिन्छ। कमन सेन्स भनेको एउटा सामान्य ज्ञान भनेको राम्रो एउटा आफ्नो जिन्दगीमा चाहिँ के भएको छ त एउटा एक्सपिरियन्सको आधारमा पनि हामी कमन सेन्सलाई चाहिँ लिन सक्छौँ। एक्सपिरियन्सको आधारमा पनि हामीले कमन सेन्सलाई अगाडि बढाउन सक्छौँ अनि जिन्दगीमा लगाउन सक्छौँ। हामीले प्र्याक्टिकल रूपमा चाहिँ लगाउन सक्छौँ हामीले कमन सेन्सलाई, सामान्य ज्ञानलाई। अब जस्तै कुरा गर्नु पर्दाखेरि अब तपाईँ एउटा अफिसमा जानुहुन्छ एउटा सिटिजनसिप पाउनको लागि, किनभने जन्म दर्ता गराउनको लागि, अरू धेरै डकुमेन्टहरूको लागि तपाईँहरू अफिसमा, गभर्मेन्ट अफिसमा जानुहुन्छ, सरकारी कार्यालयमा जानुहुन्छ। तर के
हामीहरूलाई आवश्यक पर्दा मात्रै हामीहरू अफिसमा जानुपर्ने, सरकारी कार्यालयमा जानुपर्ने त्यो होइन। हामीलाई आवश्यक पर्दा त हामी त गइहाल्छौँ त्यहाँ, जानको लागि चाहिँ साह्रो छैन। तर मुख्य कुरा के हुन्छ भन्दाखेरि हामीहरू यदि कमन सेन्स लगाउने भने हामीहरूलाई कोही बेला केही नचाहिएको बेलामा पनि हामी अफिसमा जानुपर्ने हुन्छ। त्यहाँ जिल्ला कार्यालय भन्छ, गभर्मेन्ट सरकारी कार्यालयमा जानुपर्ने हुन्छ। हामी सोध्नुपर्ने हुन्छ उहाँ गएर के चाहिँ भइरहेको छ त, मान्छेले कसरी चाहिँ काम गरिरहेको छ। तपाईँहरूसँग त्यसको लागि के चाहिन्छ भन्दाखेरि तपाईँसँग एउटा नागरिकता चाहिन्छ, जन्म दर्ता, तपाईँ त्यो देशको नागरिक हो भन्ने यदि तपाईँसँग प्रुफ छ भने त्यहाँ जानु सक्नुहुन्छ त्यो अफिसमा। किनभने तपाईँहरूको काम गर्नको लागि बसेको हो त्यहाँ गभर्मेन्टको मान्छेहरू। तपाईँले सोध्नु सक्नुहुन्छ उहाँहरूलाई कसरी चाहिँ काम भइरहेको छ त, कसले चाहिँ राम्रो काम गरिरहेको छ, कस्तो भइरहेको छ सोध्नुहोस्। आफूलाई पर्दा मात्रै पेपरहरू कागजहरू चाहिँदा मात्रै, डकुमेन्टहरू चाहिँदा मात्रै हामी जानुपर्छ भन्ने होइन। कमन सेन्स त्यसले के हुन्छ भन्दाखेरि यो कमन सेन्स किन लगाउने भन्दाखेरि यसले गर्दाखेरि समाजलाई सुधार ल्याउन सकिन्छ। यसको आधारमा राम्रोसँगले समाजमा के भइरहेको छ भन्ने कुराहरू बुझ्न सकिन्छ। भनेको कुरा तपाईँहरू बुझ्नु होला सायद। अलिकति कोही बेला कुराहरू अलिकति के हुन्छ भन्दाखेरि बाङ्गोटिङ्गो हुन्छ त त्यही हो खासै। भिडियोहरू स्टप गर्नुहोस् अनि एकछिन सोच्नुहोस् के चाहिँ भनिरहेको छ त भनेर। यसले के यो हाम्रो बुद्धले चाहिँ के भनिरहनु भएको छ त भन्ने हिसाबमा हजुरहरूले त्यही हो, अलिकति स्टप गर्नुहोस् भिडियो अनि सोच्नुहोस्। अनि अर्को कुरा के छ भन्दाखेरि यो च्यानल बनाउनुको अर्थ के छ भन्दाखेरि अर्को मेन कुरा भनेको च्यानल बनाउँदाखेरि यो च्यानलमा प्रायःसो तातै एउटा काँचै कुराहरू मात्रै हुन्छ। प्रायःसो एउटा इङ्ग्लिसमा के भन्छ भन्दाखेरि र कन्टेन्ट, एउटा यो बनाएर के अरे स्टेज्ड गरेर कतिवटाहरू म आज यस्तो भन्छु, म दर्शकहरूलाई, म मेरो श्रोताहरूलाई म यसरी रमाउने बनाउँछु, मेरो खुसी बनाउँछु, म मजाले नाच्ने बनाउँछु, म हँसाउने बनाउँछु भन्ने हिसाबबाट बनाएको होइन यो प्रोग्राम। यो प्रोग्रामले चाहिँ के गर्नु खोजेको भन्दाखेरि सोच्न बाध्य बनाउनेको लागि हो यो प्रोग्राम। हजुरहरू म खासै जान्दछु, धेरै जान्ने भन्ने होइन। हजुरहरू पनि कतिजना मभन्दा धेरै जान्ने हुनुहुन्छ। यदि यो प्रोग्राम सुनिरहनु भएको छ भने तपाईँहरू धेरै तपाईँहरू अगाडि बढिसक्नु भएको छ यो जिन्दगीमा। तपाईँहरूले धेरै कुरा जान्नुहुन्छ भन्ने कुरा मलाई लाग्छ। किन भन्दाखेरि सोच्नु, एउटा राम्रो कुराहरू सुन्नको लागि अहिलेको समयमा प्रायःसो मान्छेहरूसँग टाइम पनि हुँदैन। कुरा त्यो छ, टाइम निकाल्न सकिरहेको हुँदैन। अब हामी चाहिँ अहिलेको समयमा के गर्छौँ भन्दाखेरि यो सबै कमन सेन्समा पर्ने कुरा हो। अहिलेको समयमा हामीहरूलाई के चाहिन्छ भन्दाखेरि एउटा सबै कुराहरू एकदम हामीहरूको मजा एकैचोटि क्षणिक भरको लागि मजा दिने कुराहरू हामी हेर्ने कोसिस गर्छौँ। हामी फनी भिडियोहरू हेर्छौँ, नाचगानको प्रयास हेर्छौँ हामी। नराम्रो कुरा होइन, राम्रो कुरा हो यो कुराहरू। तर के हुन्छ भन्दाखेरि कोही बेला हामीले अलिकति सिरियसली, अलिकति गहिराई रूपमा सोच्नुपर्ने हुन्छ हामीहरूले। अनि त्यही हो खासै यो प्रोग्राम खासै स्टेज गरेर बनाएको प्रोग्राम होइन। मैले आज म यस्तो भन्छु, आज म यस्तो गर्छु भनेर यो खासै मेरो मैले जो बनाउँदाखेरि के हुन्छ भन्दाखेरि अलिकति गहिरो रूपमा सोच्ने खालको खास म के गर्छु भन्दाखेरि यसलाई हाम्रो एक्सपिरियन्सको आधारमा पनि हो मेरो यो। अनि म हेरिरहेको हुन्छु के भइरहेको छ भन्ने। अहिलेसम्ममा के चाहिँ भइरहेको छ त भन्ने कुरा म अब्जर्भ गरिरहेको छु। अनि मसँग एक्सपिरियन्स छ के चाहिँ भइरहेको छ त, कहाँ चाहिँ गल्ती भइरहेको छ त, कसरी चाहिँ यो गल्तीलाई चाहिँ सुधार्ने, त्यो खासै
अनि यो प्रोग्राम भनेको मेरो यो च्यानल भनेको खासै सोच्नका लागि हो। एक ठाउँमा बसेर आज हामीले कमन सेन्सको बारेमा गफ गरिरहेको छौँ। कमन सेन्स धेरै आवश्यक पर्छ, यसलाई प्र्याक्टिस गर्नुपर्ने हुन्छ। प्र्याक्टिस भनेको सानो सानो कुराबाट प्र्याक्टिस गर्नुपर्ने हुन्छ। जस्तो मैले अघि भने हामी सरकारी कार्यालयमा जानु, अफिसमा जानु, त्यहाँ कुराहरू बुझ्नु, यो पनि सबै प्र्याक्टिस हो। हाँसै हजुरले कुरा बुझ्नुभयो होला मैले के भन्नु खोजेको। कुरा के छ भने प्र्याक्टिस भनेको धेरै प्रकारले गर्न सक्छौँ हामी। मेडिटेसन त्यही हो, मेडिटेसन गरेको जस्तै हो, यो तपस्या गरेको जस्तै हो। यो कुराहरू तपस्या कसरी गर्न सक्नुहुन्छ भने हामी आँखै खुला गरेर हिँडिरहेको हुन्छौँ, तर हामी आफ्नो काम पनि गरिरहेको हुन्छौँ, सोच्ने काम पनि गरिरहेको हुन्छौँ र भविष्यलाई अगाडि बढाउने काम पनि गरिरहेको हुन्छौँ हामी राम्रोसँगले। भविष्यमा आउने कामहरू राम्रो होस् भन्ने हिसाबमा पनि हामीले तयारी गरिरहेको हुन्छौँ। हामीले भविष्यको लागि तयार हुनको लागि पनि के चाहियो भन्दाखेरि एउटा कमन सेन्स चाहियो। तपाईँहरूको छोराछोरी छ, भावी पिँढीहरूलाई चाहिँ अगाडि पछाडि उनीहरूलाई चाहिँ साह्रो नपरोस् भनेर चाहिँ हामीले अहिलेको समयमा सकारात्मक काम गर्नुपर्छ। यदि अहिलेको समयमा राम्रो काम गर्न सकिएन भने र तिनीहरूको लागि चाहिँ एउटा राम्रो बाटो बनाउन सकिएन भने पछाडि दोष पाउने चान्स हुन्छ, दोष पाउने सम्भावना धेरै हुन्छ। हाम्रो बाउबाजेले, अङ्कलहरूले कसैले पनि हाम्रो यो गाउँको यो वरिष्ठ मान्छे थियो, तर पनि मान्छे हुनुहुन्थ्यो, तर पनि त्यो मान्छेले त्यही साह्रो के गरेन भन्ने कुरा आउँछ। हाँसै त्यही हो हामीहरू भविष्यको एउटा के भन्छ नि, हामीहरूलाई ब्लेम नहोस्, आरोप नलगाओस् भविष्यको मान्छेहरूले। यिनीहरूले गर्दाखेरि यस्तो, यिनीहरूले केही पनि त्यति साह्रो गरेन, यो जेनेरेसनको मान्छेले चाहिँ के पनि गरेन हामीहरूलाई, यिनीहरूले त्यति साह्रो सोच्ने दिमागै लगाएन भन्ने कुरा पनि आउँछ। कुरा त्यो छ। अनि कमन सेन्स भनेको प्र्याक्टिस हो। प्र्याक्टिसको लागि अब जस्तै प्र्याक्टिस अरू के पनि गर्न सकिन्छ भन्दाखेरि प्र्याक्टिसको लागि जस्तै सोच्न सक्नुहुन्छ कि अब गाउँघरमा के चाहिँ भइरहेको छ त भनेर सोच्न सक्नुहुन्छ तपाईँहरूले। गाउँघरमा जस्तै स्कुलहरू कतिको छ त, के भइरहेको छ त, स्कुलले राम्रो पढाइरहेको छ कि छैन, स्कुलको पढाइले कतिको चाहिँ सहयोग गरिरहेको छ त यो समाजलाई, त्यो पनि सोच्न सक्नुहुन्छ, यो प्र्याक्टिस गर्न सक्नुहुन्छ। अनि यदि तपाईँहरूसँग एजुकेसन छ भने त्यो धेरै राम्रो अझै, जस्तै पढाइहरू छ भने तपाईँहरूसँग। अनि अर्को कुरा के छ भन्दाखेरि अर्को कुरा चाहिँ के भने यो कमन सेन्स लाउनको लागि पनि एउटा डह्रो, एउटा अलिकति आफू अलिकति डह्रो हुनुपर्ने हुन्छ। डह्रो भन्नाले एउटा आफूले हिक्मत भन्छ एउटा राख्नुपर्ने हुन्छ। हिक्मत कि हिम्मत, एउटा हिम्मत राख्नुपर्ने हुन्छ। हिक्मत होइन, हिम्मत राख्नुपर्ने हुन्छ हामीहरूले। म यस्तो गर्न सक्छु भनेर भन्नुपर्ने हुन्छ। म पछाडि पर्दिनँ, यो कुराहरूलाई म अगाडि बढाउँछु म जसरी पनि भनेर एउटा हिम्मतहरू पनि चाहिन्छ। यसको लागि कमन सेन्सै हो यो पनि। अनि अर्को कुरा कमन सेन्सको हामी कुरा गर्दाखेरि जस्तै मैले भने अब यो प्रोग्राम हामी सिरियस रूपमा हामी एउटा सोच्नेको लागि सोच्नको लागि चाहिँ एउटा प्र्याक्टिकल एउटा च्यानल हो यहाँ चाहिँ। अनि सोच्नुहोस् कि अरू प्रोग्रामहरू जस्तै अरू भिडियोहरू हुन्छ, त्यो भिडियोहरूमा चाहिँ के हुन्छ भने कोही बेला एक्साइटमेन्ट भन्छ खासै त्यो दिने खालको प्रोग्रामहरू हुन्छ। कतिजना प्रोग्रामहरूले चाहिँ भन्छ हामीहरू यस्तो नराम्रो गर्दैनौँ कता के भन्छ, तर तिनीहरूले गरिरहेको हुन्छ। तिनीहरूले पनि
कोही बेला तिनीहरूकोबाट के हुन्छ भन्दाखेरि मान्छेहरूले प्रोग्रामहरू बनाएको हुन्छ तर प्रोग्रामहरू बनाउँदाखेरि के हुन्छ भन्दाखेरि उनीहरूलाई तपाईँहरूले पनि हेर्नुभयो होला यदि तपाईँहरू नि युट्युब बनाउनुहुन्छ भने भिडियोहरू बनाउनुहुन्छ भने अरू भिडियोहरू बनाउनुहुन्छ भने तपाईँलाई मैले डाइरेक्ट दोष दिएको होइन खासमा कुरा के छ भन्दाखेरि यसबाट जान्नुपर्ने कुरा के छ भन्दाखेरि हामीले सही बाटोमा हिँडौँ भन्ने कुरा हो खासै एउटा छलेर ढाँटेर कहिले पनि देशलाई अगाडि बढाउन सकिँदैन खासै पैसा कमाउने नाममा मात्रै म यस्तो गर्छु म आज यस्तो बनाएर चाहिँ म त्यो क्याप्सन भिडियोको उयसमा चाहिँ एउटा राम्रो फोटो लगाइन्छु म एउटा यस्तो बनाएर अनि त्यसले चाहिँ गर्दाखेरि चाहिँ मान्छेहरू धेरै आउँछ भन्ने हिसाबमा ल त्यो ठिकै छ होला तर एउटा बुझ्नुपर्ने हुन्छ कुरा बुझ्नु होला तपाईँहरूले के हो भन्ने कुरा किन भन्दाखेरि कतिवटा कुराहरू मैले यो वर्णन गर्ने नसक्ने कुरा पनि छ हाँसो कतिवटा कुराहरू किनभने तपाईँहरूले बुझ्नु सक्नुहुन्छ मैले के भनिरहेको छु भनेर हामीले सही बाटोमा हिँड्नुपर्ने हुन्छ हामीले कोही बेला राम्रै भनिराखेको छौँ भनेर भन्छौँ तर राम्रो हुँदैन कोही बेला त्यो राम्रो हुँदैन पिटिक्यो भने त्यो भएको कारणले गर्दाखेरि यदि तपाईँले हेर्नु सक्नुहुन्छ भने यदि राम्रो प्रोग्रामहरू को लागि एउटा त्यो एउटा कमन सेन्स अथवा सामान्य ज्ञानलाई चाहिँ हामीहरूले साथ दिनुपर्ने हुन्छ त्यसलाई चाहिँ हामीले प्र्याक्टिस गर्नुपर्ने हुन्छ के प्रोग्राम चाहिँ हेर्ने के चाहिँ नहेर्ने केले चाहिँ कुन प्रोग्रामले चाहिँ गर्दाखेरि हामीहरूको टाउको दुखाइरहेको छ भन्ने कुरा नै आउँछ एउटा होप भन्छ त्यो होप भन्ने कुरा हराउँछ क्या हाँसै कि यो कमन सेन्स छैन भने कता न कता अब कोही बेला मान्छेहरू बाँची त राखेको हुन्छ तर उनीहरूले सबै कामहरू गरिरहेको हुन्छ तर उनीहरूलाई थाहा हुँदैन के चाहिँ भइरहेको छ भन्ने कुरा तर अर्को मान्छे हुन्छ त्यो मान्छेले चाहिँ के गरेर हुन्छ भने खुट्टा तानिराखेको हुन्छ नि हामी खुट्टा तानेको भन्छौँ खुट्टा तान्नु भनेको गाउँघरमा मात्रै खुट्टा तान्ने होइन खासै कोही बेला आफूले नचिनेको मान्छे नजानेको मान्छे कहाँ टाढाको मान्छेले नै आफ्नो खुट्टा तानिरहेको हुन्छ आफूलाई पछाडि पारिरहेको हुन्छ त्यो भएर पनि कमन सेन्स आवश्यक पर्छ कमन सेन्स लगाएपछि कता के भइरहेको छ त भन्ने कुरा चाल पाइन्छ अनि साथसाथै त्यसको निवारण कसरी चाहिँ गर्ने त भन्ने कुरा हो त्यस्तो कुराहरू चाहिँ नहोस् भनेर चाहिँ त्यो जुन समाजलाई पछाडि पार्नको लागि चाहिँ केले चाहिँ त्यसलाई चाहिँ कसरी चाहिँ त्यस्तो कुराहरूलाई चाहिँ फेरि त्यस्तो चाहिँ नहोस् त्यस्तो प्रकारको गल्ती त्यस्तो प्रकारको गल्ती कसैले पनि नगरोस् भन्ने हिसाबमा चाहिँ के गर्ने भन्दाखेरि त्यही कमन सेन्स लाउनु पर्ने हुन्छ हामीले सामान्य ज्ञानलाई यस्तो भएछ यहाँ यस्तो गर्नुपर्ने हुन्छ भनेर भन्नुपर्ने हुन्छ हाँसै अनि प्र्याक्टिस गर्नुपर्ने हुन्छ अनि सल्लाहहरू गर्नुपर्ने हुन्छ कोही बेला देश अब आफ्नो ठाउँको तपाईँहरूको गाउँमा बसिरहनु भएको छ भने गाउँको अलिकति ज्ञानी बुझ्ने मान्छेहरूसँग बसेर सल्लाह गर्नुपर्ने हुन्छ उनीहरूको घरमा भिजिट गर्नुपर्ने हुन्छ नराम्रो सोचाइ लिएर भिजिट गर्ने होइन यो कुरा याद गर्नुहोस् राम्रो सोचाइ लिएर भिजिट गर्नुपर्ने हुन्छ एउटा कमन सेन्स समस्या समाधान गर्नको लागि भिजिट गर्नुपर्ने हुन्छ सल्लाह गर्नुहोस् उहाँ गएर तपाईँहरूले यदि राम्रो गफ गर्नुहुन्छ भने सम्मान गर्नुहुन्छ भने त्यो अर्को मान्छेहरूलाई गाउँघरको मान्छेलाई तपाईँलाई पनि त्यसरी नै सम्मान गर्ने कुरा आउँछ कुरा त्यो रेस्पेक्टले सम्मानले अर्को सम्मान ल्याउँछ भन्ने कुरा हो अनि त्यही हो हामी कमन सेन्सलाई हामी अगाडि बढाउनु पर्ने हुन्छ कमन सेन्सलाई हामीहरूले यो जुन सामान्य ज्ञानलाई चाहिँ हामीहरूको जिन्दगीमा उतार्नु पर्ने हुन्छ
यो जुनै वर्गको व्यक्तिहरूलाई पनि यो कुराहरू लागु हुन्छ, यो कुरा याद गर्नुहोस्। अनि अब अर्को हामी यो कुराहरूलाई कतिवटा अरू भिडियोहरूमा म दोहोऱ्याएको हुन्छु म आउने समयमा। अर्को कमन सेन्सको कुरा गर्दाखेरि अब देशहरू समाजहरू किन अगाडि बढिरहेको छैन भन्दाखेरि जस्तै के हुन्छ भन्दाखेरि अब जातभातको कुरा आउँछ, जात जाति छुवाछुतहरू भन्छ। यो कुराहरू धेरै अगाडि नै सकिएको हुनु पर्थ्यो यो छुवाछुतको भावनाहरू। तर अहिले पनि रहनु भनेको कुरा र आउने समयमा पनि पुस्तामा पनि त्यस्तो कुराहरू रहनु भनेको राम्रो सङ्केत होइन। र अब एउटा कमन सेन्सको कुरा गर्दाखेरि अब तपाईँको गाउँमा छुवाछुतको बारेमा एउटा विदेशी मान्छे आउँछ अरे, एउटा स्विजरल्यान्डको मान्छे आउँछ अरे तपाईँको गाउँमा। अनि त्यो मान्छे चाहिँ तपाईँले घरभित्र, त्यो मान्छे घरभित्र तपाईँको घरभित्र पस्न सक्छ होला सायद, तपाईँले पसाउनु पनि सक्नुहुन्छ, पसाउनु पनि हुन्छ होला सायद तपाईँले। तर हामीहरूलाई अरू तल्लो जात भन्दाखेरि जस्तै तल्लो जातको भनेर चाहिँ कोही मान्छेहरू आफूलाई लाग्छ भने त्यो मान्छेहरूलाई चाहिँ हामीले घरभित्र पस्नु दिइराखेको हुँदैन हाँसे। एउटा छुवाछुत भन्छ, पानी छुयो भने पानी खनाउनु, पानी अर्को त्यो छुएको पानी चाहिँ खनाएर चाहिँ फ्यालेर चाहिँ कुरा बुझ्नु होला सायद तपाईँहरूले। यो कुरा के छ भने राम्रो कुरा होइन। यो कमन सेन्स लाउनु पर्ने हुन्छ। यो ठाउँलाई, समाजलाई, देशलाई अगाडि बढाउनको लागि यस्तो भावनाहरू फ्याल्नु पर्ने हुन्छ। प्रायः जसो हामी छुवाछुतको बारेमा पछाडि गफ गर्छौँ। छुवाछुतहरू भन्ने कुरा पिट्टिकै हुँदैन खासै समाजमा। तपाईँले सोच्नुभएको होला छुवाछुत भनेको यसले किन यसको बारेमा गफ गर्ने, यो छँदैछ हाम्रो देशमा। समस्या भनेको त्यही छ। किनभने हामी जुन कुरालाई प्र्याक्टिस गरिरहेको छौँ, हामी चाहिँ के सोच्छौँ भने यो कुरा राम्रै भइरहेको छ भनेर सोच्छौँ जहिले पनि। तर राम्रो भएको हुँदैन। त्यतिखेर के लगाउनु पर्यो भन्दाखेरि चाहिँ हामीले कमन सेन्स लाउनु पर्ने हुन्छ। त्यहाँ एउटा सामान्य ज्ञानको प्रयोग गर्नुपर्ने हुन्छ। सामान्य ज्ञान भन्दाखेरि त्यो गाउँघरबाट छुवाछुत भन्छ, यो सानोतिनो जातहरू भन्ने हिसाबबाट त्यस्तो प्रकारको त्यस्तोबाट पाएको ज्ञान चाहिँ होइन नि। फेरि एउटा सामान्य ज्ञान भनेको आफूले बुझ्नुपर्ने कुरा, आफूले अगाडि बढाउनु पर्ने कुराहरू, देशलाई समाजलाई अगाडि बढाउनको लागि मान्छेहरू सबैलाई कसरी चाहिँ सम्मान दिन्छ सबैजनालाई। र त्यस्तो छ। हामी छुवाछुतको बारेमा हामी गफ गर्छौँ पछाडिको समयमा, यो जातभातको बारेमा हामी धेरै गफ गर्छौँ। अनि कमन सेन्सको बारेमा हामी अलिकति यो लामो भिडियो छ आजको, यो लामो प्रोग्राम छ। तर त्यही हाँसै आउने समयमा अलिकति छोटो हुनसक्ला, त्यस्तै 20 मिनट कतिको हुनसक्ला, 18 मिनट। अनि त्यही हो, हामी छुवाछुतको बारेमा हामी गफ गर्छौँ आउने समयमा। अनि साथसाथै हामी कमन सेन्सको बारेमा पनि गफ गर्दै जान्छौँ। हामी यो चाहिँ भनेको हामी प्र्याक्टिस गर्ने कुरा हो। मैले दोहोऱ्याइराखेको छु अहिलेसम्ममा। तपाईँले सोच्नु भएकोलाई यसले किन चाहिँ दोहोऱ्याइराखेको छ भन्ने कुरा पछाडि यसको कारण पनि दिन्छु म। कतिवटा कुराहरू किन चाहिँ दोहोऱ्याउनु पर्ने कुराहरू, कतिवटा राम्रो कुराहरूलाई किन चाहिँ दोहोऱ्याउनु पर्छ भन्ने कुरा हो। अब नराम्रो कुराहरूलाई दोहोऱ्याउने कुरा त आउँदैन हाँसै। नराम्रो कुराहरू जस्तै अब हामीहरूले नराम्रो बानी व्यवहार छ भने त्यो व्यवहारलाई दोहोऱ्याउनु भनेको राम्रो कुरा होइन। तर राम्रो कुरालाई दोहोऱ्याउनु भनेको राम्रो कुरा हो। त्यो कुरा बुझ्नुपर्ने हुन्छ। धेरै अगाडि बढाउनको लागि यो समाजलाई, व्यक्तिलाई अगाडि बढाउनको लागि साथ दिनुपर्ने हुन्छ, सहयोग माग्नुपर्ने हुन्छ, सहयोग दिनुपर्ने हुन्छ। अनि यसको बारेमा म गफ गर्छु पछाडि अरू भिडियोहरूमा आउने समयमा। यो च्यानलमा भिडियोजहरू हुन्छ,
सहयोग कसरी चाहिँ गर्ने त? किन भन्दाखेरि एउटा कुरा कि सहयोगको कुरा गर्दाखेरि जस्तै हामीहरू दसैँ आयो भन्छौँ, तिहार आयो भन्छौँ। कोही बेला गरिब परिवारको कहाँ घर हुन्छ तर त्यो घरमा त्यति साह्रो दसैँ तिहारमा खाने लाउने कुराहरू हुँदैन कतिवटा ठाउँमा, कतिवटा घरमा। सहयोग भनेको त्यतिखेर चाहिन्छ मान्छेहरूलाई। आफ्नो देशमा आफ्नो देशको परम्परालाई कसरी चाहिँ बचाउने त भन्ने कुरा आउँछ त्यसमा। परम्परालाई बचाउनका लागि हामी मन्दिरमा गएर पूजा गरे गर्नुपर्छ भन्ने होइन। चाहिँ परम्परालाई बचाउनको लागि हामीहरूले एउटा सामान्य ज्ञान के हो भन्दाखेरि परम्परामा रमाउने मान्छेहरूलाई एकअर्कामा सहयोग आदान प्रदान गर्नुपर्ने हुन्छ। कुरा त्यो छ। मैले भनेको कुरा बुझ्नु होला हजुरहरूले। फेरि यदि परम्परालाई बचाउनु पर्छ भने, धर्म संस्कृतिहरूलाई बचाउनु पर्छ भने मन्दिरमा गएर पूजा गरेर नै धेरै गर्नुपर्छ भन्ने होइन। मन्दिरमा जानुपर्छ, नजाने होइन। तर दसैँ तिहारहरू भनेको सबैजनाले मिलेर चाहिँ हाँसेर मनाउने चाडपर्व हो। दसैँ तिहार, लोसार अरू धेरै चाडपर्वहरू छन्। तर कुरा के छ भने त्यो रमाउने मान्छेहरू हुन्छ हाँसे त्यो चाडपर्वमा। कसरी चाहिँ मान्छेहरू रमाएपछि के हुन्छ त भन्दाखेरि चाहिँ तिनीहरूलाई अर्को वर्ष पनि तिनीहरूलाई यो चाडपर्व मनाउनु मन पराउँछ उनीहरूले। विशेष रूपमा केटाकेटीहरू हुन्छ, कोही बेला गरिब हुन्छ, लाउने खानेकुरा राम्रो हुँदैन। कोही बेला के हुन्छ भन्दाखेरि यो चाडपर्वमा भिजिट गर्नुपर्ने हुन्छ मान्छेहरूको घरमा, गरिबहरूको घरमा गएर गफ गर्नुपर्ने हुन्छ, कुरा बुझ्नुपर्ने हुन्छ उनीहरूसँग के चाहिँ खाइरहेको छ के छैन। अब तपाईँहरूसँग प्रशस्त रूपमा जस्तै मासुकै कुरा गरौँ न। मासु भने अब केराहरू छ भने, केही कुराहरू प्रशस्त रूपमा एउटा चाडपर्व मनाउँदाखेरि प्रयोग गर्नुपर्ने कुराहरू छ भने, प्रशस्त रूपमा छ भने, किनभने दिन सक्नुहुन्छ भने दिनुहोस्। त्यहाँ घरमा गएर कुरा बुझ्नुहोस्। त्यो घरको एउटा कुरा कि छुवाछुतको भावना हटाउनु पर्ने हुन्छ। 15-20 वर्षको भित्रमा, 10-15-20 वर्षभित्रमा यो छुवाछुतको भावना, जातभात भनेर तलमाथि उच्च निच्च भन्ने कुराहरू हटेको हुनुपर्ने हुन्छ यो देशबाट, नेपाली समाजबाट। एउटा टार्गेट राख्नुपर्ने हुन्छ हामीहरूले, एउटा टाइम राख्नुपर्ने हुन्छ। यति समयभित्र चाहिँ यो सकेको हुनुपर्ने हुन्छ भनेर। यसको बारेमा पनि हामी गफ गर्छौँ पछाडिको समयमा। एउटा टाइम कसरी चाहिँ राख्ने त अब सबै यो कमन सेन्समा पर्ने कुरा हो। अब जस्तै जातभातको कुरा गर्दाखेरि अब शताब्दीदेखि धेरै वर्ष, 300-400 कति वर्षदेखि नै त्यति त्यो भन्दा पनि बढी होला सायद। यो परम्परा अहिले पनि छ। त्यो राम्रो कुरा होइन पिटिके पनि। त्यो हट्नुपर्ने हुन्छ अबको समयमा। समय धेरै अगाडि बढिसकेको छ। सबैले मिलेर काम गर्नुपर्ने समय आएको छ। नराम्रो कुराहरूलाई, नराम्रो समाजलाई अघि बढ्नका लागि सहयोग नगर्ने त्यस्तो तत्त्वहरू छ, अथवा कुनै पनि कुराहरू अब्स्ट्याकलहरू छ भने त्यस्तो कुराहरूको लागि एउटा समाधानको लागि एउटा उपाय गर्नुपर्ने हुन्छ। आन्दोलन गरेर हुँदैन हाँसी, झैझगडाहरू गरेर एउटा त्यस्तोबाट हुँदैन हाँसी। अलिकति कमन सेन्स भनेको केमा आउँछ भन्दाखेरि त्यो समस्यालाई समाधान गर्नको लागि एउटा राम्रो विचार चाहिन्छ, राम्रो मान्छेहरूको संलग्न हुनुपर्ने हुन्छ। कोही बेला मान्छेहरूले मैले अघि नै भने अगाडि कतिजना मान्छेहरूले कुराहरू बुझ्नु नसक्ने स्थिति आउँछ। त्यतिखेर रिपिट गर्नुपर्ने हुन्छ, कतिवटा कुराहरू दोहोऱ्याउनु पर्ने हुन्छ सम्झाउनको लागि, बुझाउनको लागि।
अनि मात्रै मान्छेले बुझ्छ। त्यसरी आउँछ कुराहरू। अब बुझ्नका लागि कोही बेला समय लाग्छ। अनि जस्तै मैले कमन सेन्स भने सामान्य ज्ञान भने, सामान्य ज्ञान भनेको त हामीसँग सबैसँग छ, तर त्यसलाई प्र्याक्टिकल रूपमा एउटा हामीले आफ्नो जिन्दगीमा लगाउनु पर्ने हुन्छ। खासै हामीले कामहरू गर्दाखेरि, सोच्दाखेरि, कुनै पनि कामहरू गर्नुपर्छ भने लाग्छ भने त्यतिखेर यो कमन सेन्स सामान्य ज्ञान लगाउनु पर्ने हुन्छ। हामीहरूले यो प्र्याक्टिसमा ल्याउनु पर्ने हुन्छ। अनि समाजलाई अगाडि बढाउन सकिन्छ। समाजलाई अगाडि बढाउनु भनेको आफूलाई पनि अगाडि बढाउनु, गाउँघरलाई अगाडि बढाउनु, आफ्नो परिवारलाई अगाडि बढाउनु, अनि आउने भावी सन्तानहरूलाई चाहिँ सुख दिनु पनि हो। हामीले जन्म मात्रै दिएर हुँदैन। खासै कतिजना भन्छ हामीले जन्म मात्रै दिएर हुँदैन, कर्म पनि दिनुपर्छ भनेर भन्छ। कर्म दिनु भनेको अहिलेको समय मात्र होइन। अहिले तिनीहरू जन्मेको छ, केटाकेटीहरू जन्मिन्छ, उनीहरूलाई काम गरेर खुवाउनु, काम गरेर हुर्काउनु, बढाउनु मात्र होइन। खास अहिलेको समय मात्र होइन, पछिको समयमा पनि बुझ्नुपर्ने हुन्छ। पछिको लागि पनि हेर्नुपर्ने हुन्छ। म आजलाई यति नै भन्दै म बिदा लिन चाहन्छु। अनि फेरि अर्को भिडियोहरू लिएर आउँछु म आउने समयमा। अनि तपाईँहरूलाई म धेरै धेरै धन्यवाद भन्छु म मेरो प्रोग्राम हेरिदिनु भएकोमा, सुनिदिनु भएकोमा। अनि सब्सक्राइबहरू गरिदिनुहोस् है। अनि लाइक्सहरू गरिदिनुहोस् यो भिडियोलाई। मेरो च्यानललाई अगाडि बढाउनको लागि सहयोग गर्नुहोस्। अनि समाजलाई अगाडि बढाउँ हामी सबैजना मिलेर। बाई।